नमस्ते नमस्कार सम्पूर्ण तपाईहरुलाई स्वागत छ फेरि पनि हाम्रो सुबर्जमा। साथीहरु, आज मैले फेरि नयाँ जब भ्याकेन्सी अनाउन्समेन्ट भिडियो लिएर आएको छु। उपकार लघु वित्तीय संस्थाले चाहिँ आफ्नो देशैभरिमा रहेको विभिन्न शाखाहरूका लागि चाहिँ निम्न पदहरूका लागि विज्ञापन खुलाएको छ। यसमा चाहिँ तपाईहरुले कनिष्ठ परीक्षार्थीदेखि लिएर अधिकृत सम्मको लागि खुलाएको छ यो लघु वित्तीय संस्थाले। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले उपकार लघु वित्तीय संस्था कर्मचारी आवश्यकता मिति 2013 साल 3 को महिना 22 गते भनिएको छ। उपकार लघु वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्रिय बैंकको खबरको इजाजत प्राप्त प्रदेश स्तरको वित्तीय संस्था हो भनेको छ। यो संस्थामा रिक्त रहेका देहाय बमोजिमको पदहरू खुला प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट चाहिँ यो सूचना प्रकाशित भएको 15 दिनभित्र चाहिँ फारम भरि पठाउनु पर्ने भनेको छ। अब दरखास्त फारम चाहिँ तपाईहरुले कसरी कहाँ बुझाउनु पर्ने भन्दाखेरि म तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ career@ulbsl.com.np मा इमेल गर्नुपर्ने हुन्छ वा तपाईहरुले चाहिँ वेबसाइट www.ulbsl.com.np मा गएर पनि तपाईहरुले चाहिँ फर्म भर्न सक्नुहुन्छ भनेको छ। अब म तपाईहरुले चाहिँ कुन पद कति संख्यामा खुलाएको छ त्यसको विवरण हेराउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले विज्ञापन नम्बर 3 2082-83 रहेको छ। पद अधिकृत श्रेणी चाहिँ अधिकृत श्रेणी रहेको छ र आवश्यक संख्या केही भनेको छ र न्यूनतम शैक्षिक योग्यता चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्ने भनेको छ र कार्य अनुभवको कुरा गर्दाखेरि बैंक तथा वित्तीय संस्थामा चाहिँ एक त मुनि पदमा चाहिँ कम्तीमा 2 वर्षको कार्य अनुभव हुनुपर्ने भनेको छ। अर्को चाहिँ विज्ञापन नम्बर 4 2082-83 मा रहेको छ। पद कनिष्ठ अधिकृत श्रेणी चाहिँ अधिकृत श्रेणी रहेको छ र संख्या चाहिँ केही भनेको छ साथीहरु र आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दाखेरि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण यानी कि ब्याचलर पास गरेको हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा एक त मुनि 2 वर्षको कार्य अनुभव हुनुपर्ने यो कनिष्ठ अधिकृतको लागि। अब अन्तिम रहेको छ विज्ञापन नम्बर 5 2082-83 पद रहेको छ कनिष्ठ सहायक र परीक्षार्थी सहायक कनिष्ठ सहायक पद र कनिष्ठ सहायक पद रहेको छ। श्रेणी चाहिँ सहायक श्रेणी रह्यो र आवश्यक संख्या भन्दाखेरि केही भनेको छ भन्दाखेरि 15 20 30 जनाको लागि यो विज्ञापन खुलाएको छ। न्यूनतम शैक्षिक योग्यता यो कनिष्ठ सहायक र परीक्षार्थी कनिष्ठ सहायकको लागि चाहिँ कम्तीमा एसएलसी पास वा एसई पास गरेको हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा कम्तीमा 6 महिनाको कार्य अनुभव हुनुपर्ने तर परीक्षार्थी कनिष्ठ सहायकको हकमा चाहिँ अनुभव आवश्यक छैन भनेर यहाँ लेखिएको छ हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ भिडियो पोज गरेर पनि आफैले पढ्न सक्नुहुन्छ। त्यसैगरी अब अन्य थप जानकारीहरु यहाँ दिएको छ तपाईहरुले क्रमशः हेर्न सक्नुहुन्छ। म यहाँ टिकै लगाइदिन्छु तपाईहरुले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यहाँ लेखेको छ थप जानकारीमा चाहिँ 1 नम्बरमा माथि उल्लेखित सबै पदहरुको लागि चाहिँ इन्टरनेट इमेल लगायत कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान हुनुपर्ने भनेको छ। उमेरको 2 नम्बरमा चाहिँ उमेरको हदको कुरा गर्दाखेरि चाहिँ अधिकृत श्रेणीको लागि चाहिँ 18 वर्ष पुरा भई 40 वर्ष ननाएको र सहायक श्रेणीको लागि चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननाएको भनेको छ र महिलाको हकमा चाहिँ 5 वर्ष थप हुनेछ भनेको छ। अब 3 नम्बरमा चाहिँ परीक्षा किसिम अधिकृत तहको र कनिष्ठ सहायक तहको लागि चाहिँ अन्तर्वार्ता मात्र हुनेछ तर फिल्ड कनिष्ठ सहायकको लागि लिखित फिल्ड अवधारणा र अन्तर्वार्ता 3 वटा एक्जाम हुन्छ। फिल्ड लिखित रिटन त्यसपछि फिल्ड अवलोकन र त्यसपछि चाहिँ अन्तर्वार्ता इन्टरभ्यु एक्जाम हुनेछ। त्यसैगरी अब 4 नम्बरमा एक छ तोकिएको मिति भन्दा पछि प्राप्त भए वा रीति नपुगी निवेदनहरू स्वतः रद्द हुनेछ भनेको छ र कुनै पनि उम्मेदवारहरूको अन्तिम छनौट गर्ने अधिकार चाहिँ यो संस्थाको निहितमा हुनेछ भनेको छ। अब दरखास्त फारम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय शाखा कार्यालय मार्फत पनि लिन सक्नुहुन्छ। साथै यसको वेबसाइट www.ulbsl.com.np मा गएर पनि तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ यसको फर्म चाहिँ र अनलाइन पनि आवेदन दिन सक्नुहुन्छ। अब 6 नम्बरमा परीक्षा दस्तुर भनिएको छ। अधिकृत श्रेणीको लागि 500 रुपैयाँ र सहायक श्रेणीको लागि चाहिँ 300 रुपैयाँ दस्तुर तोकिएको छ। अब परीक्षा दस्तुर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। अब परीक्षा दस्तुर कोहलपुर स्थित ज्योति विकास बैंक लिमिटेडको खाता नम्बर यहाँ दिएको छ। खाता नम्बर यो खाता नम्बरमा चाहिँ तपाईहरुले जम्मा गरेर त्यसको भोचर चाहिँ राख्नुपर्ने हुन्छ। त्यो भोचर पनि पेश गर्नुपर्छ। 7 नम्बर चाहिँ परिश्रमिक तथा सेवा सुविधा
यो संस्थाको नियमअनुसार हुनेछ भनेको छ। र सर्टलिस्ट भएको उम्मेदवारहरूले चाहिँ मात्र बाँकीको छनौटमा चाहिँ छनौट प्रक्रियामा समावेश गरिनेछ भनेर यो सूचनामा प्रकाशित गरिएको छ साथीहरू। साथीहरू तपाईँहरूले चाहिँ यदि लघुवित्ततिर काम गर्न चाहनुहुन्छ या जागिर खान चाहनुहुन्छ भने यो तपाईँहरूको लागि एउटा राम्रो अपर्च्युनिटी हो साथीहरू। अनि मैले अझै पनि 2वटा लघुवित्तको भ्याकेन्सी खुलेको छ, त्यसको भिडियो मैले पोस्ट गरेको छु। त्यसको भिडियोको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा राखिदिनेछु, त्यहाँ गएर त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। र साथीहरू फर्म भर्न केही अप्ठ्यारो भएमा स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गरेर हामीसँग पनि जोडेर तपाईँहरूले आफ्नो फर्म फिलअप गराउन सक्नुहुन्छ। साथीहरू आजको लागि भिडियोमा यति मात्र जानकारी रहेको छ। फेरि भेटौँला अर्को भिडियोमा। हस्त, धन्यवाद। जय नेपाल।